सानो सानो भुन्टे थिइस्। हेर्दा हेर्दै 35 वर्ष लागिसकेछस्। समय बितेको पनि पत्तै भएन। 35 वर्ष अगाडि आज त जन्मेको दिन हो। तँलाई थाहा छ छोरा, त्यो दिन हामी तेरो आमा अनि म कति खुसी भएका थियौँ। त्यो हाम्रो अनमोल पल थियो, अनमोल खुसी थियो। तेरो आमाले धेरै दुःख अनि कष्ट गरेर तँलाई जन्माएकी थिए। बिस्तारै त ठुलो हुँदै आइस्। त्यसपछि त सँगसँगै खेल्ने, त सँगै खाने, तँलाई स्कुल लिएर जाने अनि स्कुलबाट लिएर आउने अनि हामी सँगै सुत्ने, हाम्रो दैनिक दिनचर्या नै बन्यो। ती दिनहरूलाई सम्झँदा एक प्रकारको छुट्टै आनन्द, खुसी अनि रमाइलो लाग्छ। कहिलेकाहीँ त यस्तो लाग्छ कि त सानै भइरहेको भए हुन्थ्यो। किन यति चाँडो ठुलो भइस् जस्तो लाग्छ। तर के गर्ने छोरा, समयलाई कसले रोक्न सक्छ र? ल, एक्लै कुरा गर्दा गर्दा तँलाई फेरि फोन गर्न नै बिर्सेला। शारदा, ए शारदा। हजुर। छोरालाई फोन लाउँदैछु, यता आऊ त। कुरा गर्ने होइन? तपाईँ कुरा गर्दै गर्नुमा आउँदैछु। हेलो ड्याडी। हेलो छोरा, कस्तो छ तँलाई? सब ठिक छ ड्याडी। बाबु, तँलाई एउटा कुरा भन्नु थियो। के कुरा हो ड्याडी, भन्नुहोस् न। तेरो अब बिहे गर्ने उमेर भइसक्यो, त्यसैले अब तैँले बिहे गर्नुपर्छ छोरा। हामीले यहाँ एउटा केटी हेरेका छौँ, तैँले भन्छस् भने कुरा चलाउँ कि भनेर। ओहो ड्याडी, मैले तपाईँलाई कतिचोटि भनिसकेँ मलाई अहिले बिहे गर्नु छैन भनेर। हामीले हेरेका केटी राम्री छिन्, पढे लेखेका पनि छिन् अनि खानदान पनि राम्रो छ। त्यसैले छोरा, हामीले यो कुरा अगाडि बढाउनुपर्छ। ड्याडी, तपाईँलाई थाहै छ मैले अहिले घर किनेको छु भनेर। त्यो घरको ब्याङ्कमा लोन छ। त्यो लोन तिर्नको लागि मैले दिनको 18 घन्टा काम गर्नुपर्छ, त्यो पनि 7 दिन। हेर छोरा, हर चिजको एउटा समय आउँछ। त्यो समयमा त्यो चिज गरेन भने पछि पस्ताउनु बाहेक अरू कुनै विकल्प नै हुँदैन। समय बित्दै जान्छ, समयलाई हामीले रोक्न सक्दैन। अनि ड्याडी, फेरि तपाईँको भाषण सुरु भयो होइन? मलाई अहिले हतार छ, राखी। बाबु सुन्न,
छोरा, कसरी भनौँ म तँलाई, एउटा बाउ आमालाई आफ्नो सन्तानको बिहेको कति मान्य राख्छ भनेर। कसरी भनौँ म तँलाई, कि आफ्नो सन्तानको बिहेको लागि कति उत्साहित अनि खुसी हुन्छन् भनेर। बिहे पश्चात नाति नातिनीहरूको चाहना, इच्छा अनि उनीहरूलाई काँधमा बोकेर डुलाउँदै हिँड्ने रहर, त्यो अबोध बालिकाले थुप्ती बोलीमा हजुरबा भन्ने सुन्ने रहर कति हुन्छ भनेर। ल, कुरा गर्दा गर्दै मुख्य कुरा तँलाई ह्याप्पी बर्थडे विश गर्नै बिर्स्यो।